गर्दा पनि राम्रो नहुँदो रहेछ। मैले जति कोसिस गर्दा नि म कसैका नजर राम्रो हुन सकिन, कसैकी प्यारी हुन सकिन। मैले त पहिल्यै भनेकी थिएँ मलाई बिहाएर नदिनु, म तपाईँहरूकै साथ बस्छु भनेर। अनेक नाटक गरेर मेरो मुन जिते, बिहाएर लएपछि मैले कहिले पनि सुख पाइनँ आमा। एक दिन सुख पाएँ भने त्यो सुख बदला मलाई 1 वर्ष रोइयो। जिन्दगीमा रोएर मलाई दुःख दिए भनेर अरूलाई दोष दिएर म कति दिन बाँचु। मैले त पहिल्यै बिहार्नुभन्दा बरु तपाईँलाई छोड्नुभन्दा बरु म मर्छु भनेर पहिलो ताली मलाई मान्छेहरू माग्न आउँदै म मर्न हिँडेकी थिएँ। मलाई त्यही बेला मर्न दिनुभएको भएदेखि आज मेरा कारणले अझ न तपाईँहरूलाई यति धेरै अशान्ति हुन्थ्यो, न म नै जिन्दगीमा यति धेरै